नेपालकै सबैभन्दा लामो जात्रा हो रातो मच्छरनाथ वा बुङ्गदेवको जात्रा हो। आज हामीले यही बुङ्गदेवको बारेमा जान्छौँ र यसको एकदमै लोकप्रिय किम्वदन्तीको बारेमा भन्नेछौँ। भनिन्छ काठमाडौँमा एकदमै घनघोर खडेरी लाग्यो, भएको पानीहरू सुक्न थाले, कुवाहरू पुरै खाली हुन थाल्यो र त्यसको रिजन थियो गुरु गोरखनाथ काठमाडौँमा आएर ध्यान बसेको। भनिन्छ गुरु गोरखनाथ बसिसकेपछि 12वटा तीर्थको सबै नागहरू उहाँको खुट्टा तल थियो र नाग नभइसकेपछि एकपछि अर्को सबै कुवाहरू पानीहरू सुक्न थाल्यो र त्यसपछि त्यतिखेरको भक्तपुरको राजा नरेन्द्र देवले के गर्ने भनेर सोधिसकेपछि गुरु गोरखनाथकै गुरुलाई चाहिँ अहिलेको आसाम वा कामारू कामाख्याबाट चाहिँ उहाँको गुरुलाई ल्याउनु पर्छ भनेर सुझाव दिनुभयो। त्यसपछि काठमाडौँ भ्यालीको सबैजना मिलेर जान नसक्ने भएर हरेक ठाउँको एक एकजना रिप्रेजेन्टेटिभहरू चाहिँ जाने निर्णय गरेछन्। भक्तपुरको राजा नरेन्द्र देव, काठमाडौँको बन्धु दत्त वा जामनमो गुबाजु र फाइनली पाटनको ललित ज्यापु, यी तीनजना मिलेर चाहिँ देउता लिएर आउने निर्णय गरेछन्। यी तीनैजनाले उता गएर धेरै नै दुःख गरिसकेपछि उहाँको गुरु मच्छेन्द्रनाथलाई काठमाडौँ लिएर आउँछन् र मच्छेन्द्रनाथ आइसकेपछि गोरखनाथ आफ्नो गुरुलाई सत्कार गर्नको लागि उठ्छन् र फाइनली त्यसपछिको सबै नागहरू चाहिँ आफ्नो ठाउँमा जान्छ र एकदमै घना वर्षा हुने किम्वदन्ती रहेको छ। र त्यही वर्षापछि काठमाडौँमा फेरि बालीनाली गर्न सकिने भयो र खानालाई फेरि प्रब्लम भएन र त्यही भएर आजसम्म पनि बुङ्गदेवलाई दुरु वा जाए किम भनेको धानभित्र चामल राख्न सक्ने देउता भनेर पनि आजसम्म पनि पूजा गर्ने गर्दछौँ। यो जात्रा नेपालको एउटा एकदमै युनिक जात्रा हो। प्लिज डोन्ट फर्गेट टु भिजिट एन्ड पार्टिसिपेट इन दिस जात्रा।